सुमितजी तपाईँको विचारमा राजतन्त्र ठिक लाग्छ कि गणतन्त्र ठिक लाग्छ? मलाई राजतन्त्र पनि के भनौँ, गणतन्त्र पनि के भनौँ। यसलाई राजतन्त्र होइन, यसलाई गाणतन्त्र भनौँ। किनकि राजतन्त्र होस् या गणतन्त्र होस्, हामीलाई के चाहिएको? हामीलाई चाहिएको विकास हो। बुझ्नुभयो नि? हाम्रो न त राजतन्त्र चाहिएको न त गणतन्त्र चाहिएको। हामीले खालि चाहिएको भनेको हाम्रो जनताहरूको चुलोमा आगो चाहिएको, आगोमा खाना चाहिएको, पढ्न चाहिएको, शिक्षा चाहिएको। हामीले लडाइँ, मारपिट, काट, लुटपाट, बलात्कार यो चाहिएको होइन। हामीलाई यो राजतन्त्र भनेर हामी यतिसम्म अहिले नेपालीहरू देखिरहेछौँ। कतिले आलोचना पनि गरेका छौँ। हामी विदेशमा छौँ, विदेशमा काम पनि गरेको छौँ। कतिले आलोचना पनि गरिरहेको छ, किन नेपालीहरू यति पागल भएर राजतन्त्रको लागि आन्दोलन गरिरहन्, लडिरहन् भनेर जनताहरूलाई सँग झगडा गरिरहन्। अहिले काठमाडौँमा जुन आन्दोलन भइरहेछ त्यसको बारेमा के भन्न चाहनुहुन्छ? यो भनेको आफूले हुन्छ नि, आफूले गरेको गल्तीको सजाय भन्छ नि, यो त्यही हो। यो गरेको नेताहरूको कारणले गर्दाखेरि, नेताहरूले गरेको गल्तीको सजाय हो यो। जनताहरूले गरेको होइन, जनताहरूलाई गर्नलाई बाध्य बनाएको यो। अनि आफ्नो सोचमा के छ, राजतन्त्र कि प्रजातन्त्र? के भन्ने अब, राजतन्त्र पनि ठिक छ, प्रजातन्त्र पनि ठिक छ। राजतन्त्रमा हुँदा पनि केही खुल्केको थिएन, तर नखुल्केको नभनौँ। राजतन्त्रमा हुँदा गरेको त थियो, सम्मान थियो, मान सम्मान थियो, केही कुरा हामीले गर्न पनि सकिरहेको थियौँ, हामीले केही अघि बढ्न पनि सकेको थियो, केही राम्रो कुरो पनि छ, नराम्रो कुरो पनि छ। त्यतिखेरको मान्छेहरूले अहिले जुन यो धमालाहरूले धेरैजनाले के भन्छ भने त्यतिखेर बिजुली थिएन, रोड थिएन। बाबु त्यतिखेर पुरानो जमाना थियो, हाम्रो सानो कन्ट्री थियो र तबसम्म पनि हाम्रो फ्याक्ट्रीहरू ठुल्ठुला थियो, केही न केही त गरेको थियो नि। अहिलेको जमानामा बिजुली आयो, मोबाइल आयो, त्यसको मतलब यो होइन कि ओलीहरूले ल्याएको। यसको मतलब यो हो कि हाम्रो युनिकता अहिले बढ्दै गएको छ। अहिले राजतन्त्र हाम्रो कायम भएको भए पनि यो आउने नै थियो, योभन्दा अलि राम्रै तरिकाले आउने थियो। हामीले यो तरिकाले नसोचौँ कि राजतन्त्रमा यो भयो, गणतन्त्रमा यो भयो, अहिले राम्रो राम्रो रोडमा हिँड्न पाएका छौँ। त्यतिखेरको टेक्नोलोजीको तरिका र अहिलेको टेक्नोलोजीको तरिकामा धेरै फरक छ। हामीले यो कुरामा अघि बढ्न एकदम चाहिँ जरुरत छ। सुन्नु, हजुर, अहिले देशको हालत खराब भइरहेछ होइन? अनि हाम्रो युवाहरू, नेपालको युवाहरू जुन छ पढे लेखेको छ, उनीहरू सब विदेश गएर उता गएर लेबर कुलीमा, त्यो क्लिनिङमा यताउता काम गरिरहेछ। अब त्यसलाई के गर्न सक्छौँ हामी? नेपालतिर उसको रोजगारी लगाउनलाई के गर्नु पर्यो? अब रोजगारी लगाउनलाई हामीले खास गरी केही गर्नु पर्दैन। मेन त हामीले कारखानाहरू खोल्नु पर्यो, मेन रिजन होइन? कारखाना केमा हामीले काम गर्न सकोस्। हाम्रो नेपालमा सबभन्दा ब्याड एकदम नराम्रो भएको चिज के हो थाहा छ? यो जुन हामीले लेबरले काम गर्छ नि, तिनीहरूलाई एकदम कम स्यालेरी दिन्छन्। अब जस्तै मानौँ हाम्रो नेपालीले काम गर्ने जुन पनि नेपालीहरू छन्, उनीहरूलाई कति स्यालेरी दिन्छ थाहा छ? जस्तै मार्केटमा काम गर्ने मान्छेहरूलाई 12,000, 8,000, 7,000 एक महिना काम गरेको। यही काम हाम्रो मार्केटमा, विदेशमा, अरू ठाउँमा काम गरेपछि यही नेपालीहरूले 50,000 भन्दा माथि हुन्छ। त्यो रिजनको कारणले गर्दाखेरि कुनै पनि हाम्रो नेपालमा भागै छैन। कमाउ धनी भइरहेको छ, गरिब त्यही माथि गरिब भइरहेको छ। म के भन्छु, धनी हुँदाखेरि पनि त्यो कर्मचारीहरूलाई सही हामीले जस्तो अहिले विदेशमा हामीले बेसिक स्यालेरी बनायौँ नि, यो हाम्रो हुन जरुरी छ नेपालमा पनि। चाहे जुनसुकै काम होस्, तपाईँले काम लाउनु भएको छ भने उसलाई 20,000 भन्दा कम दिनु भएन, जस्तै 25,000 भन्दा कम दिनु भएन। चाहे त्यसुकै काम लगाऊ, क्लिनर होस्, किन र त्यति पैसा दिन सक्दैनौ भने आफै गर। धेरै जस्तो मान्छेहरू अहिले भन्दैछ कि राजतन्त्र नै राम्रो हो र, अनि राजतन्त्रको नाममा जुन मलहरू अहिले जलाइराखेछ त्यसलाई के गरौँ? अब के भनौँ त्यसलाई? त्यसलाई भनेको अबुझता, जुन के भन्ने त्यसलाई। अब त्यो मान्छेहरूको सोच अहिले घटिया हुँदै गएको छ। त्यो घटिया हुनुको रिजन किन थाहा छ? अहिले म विदेशमा छु, दुबईमा छु होइन? म दुबईमा बस्छु। अहिले मलाई कुनै एउटा केटा मलाई मन परेन, त्यसले बोलेको मन परेन, मलाई रिस उठिरहेको, त्यसको मुखसुख भत्काइदिन मन त लाग्छ मलाई। तर मैले किन सकेन थाहा छ? किनकि यहाँको सरकारले मलाई ब्लड मनी तिराउँछ, मलाई जेलमा हाल्छ, फाँसी गर्छ, मारिदिन्छ भनेर मलाई गलत काम गर्न डर लाग्छ। किनकि यहाँ एउटा नियम छ, तौर तरिका छ, त्यही भएर मलाई डर लाग्छ। तर नेपालमा के छ? गाडीले मान्छेलाई हान्देर मार्दो,
टेन्सन भएन। मान्छे चिरेर फाड्थ्यो टेन्सन भएन। मान्छे पेल्थ्यो 2 लाखतिर बाहिर निक्ल्यो। कसैलाई डर भरै छैन, नियमै छैन यहाँ। रुल्स मान्छेलाई मार्ने पनि पर्छ। रुल्स रेगुलेसन हाम्रोतिर रुल उता 1% छैन। जस अहिले त्यो आगो जलाउनलाई अहिले यही आन्दोलन होस्, म यहाँ आन्दोलन भएर कुनै पनि मलमा गएर एउटा सानो कोही नहुँदा पनि निकाल्न सक्छु। मेरो पर्स मेन रोडको दुबईको रोडको बिचमा मैले राख्दैछु भने पनि कुनै अर्को मान्छेले उठाउन सक्दैन। उनीहरूलाई डर हुन्छ दुबई पुलिसले देखिरहेको छ कि भनेर। तपाईँलाई थाहा छ नेपालमा मोबाइल हरायो भने पाउँछ भन्ने नसोची हुन्छ। तर दुबईमा मैले कति नोटिस गर्छु, तपाईँहरू विदेशमा हुनुहुन्छ भने याद गर्नु, तपाईँको मोबाइल हराएको छ भने दुबईमा पाइन्छ। कसैले चोरेर लान सक्दैन। एक कल गऱ्यो भने मेरो पुलिसलाई ल दुबई पुलिस मेरो मोबाइल हरायो भने पनि उनीहरूले खोजेर तपाईँको हातमा राखिदिन्छ र उसले पक्रिन्छ। यो चाहिएको हामीलाई। ल सुन, तिमीलाई अहिले जुन नेपालमा भइरहेको छ एकदम धेरै आन्दोलन भएको भएर धेरै कुराहरूमा यताउता तलमाथि भएको देख्छु होइन। तिमीलाई चाहिँ के लाग्छ, तिमी एउटा नेपाली नागरिक भइसकेपछि तिमीलाई राजा आऊ देश बचाऊ भन्ने जस्तोमा सही लाग्छ कि तिमीलाई नेताहरू नै सही छ जस्तो लाग्छ? तिम्रो टिप्पणी के हो भन। राजा आओस् नआओस् मलाई देश बचाउनु छ। कसरी बचाउँछौ देश? यहाँ चौचखाएर बचाउँछौ? देशको लागि तिमीले एउटा फुटी कौडी के गरेछौ भन त? के गरेछौ देशको लागि?